नमस्ते हाम्रो नयाँ भ्लगमा स्वागत छ हामी सबैजनालाई। हेलो नमस्ते नयाँ एपिसोड नयाँ भ्लगमा स्वागत छ। दिदी र म चाहिँ कामबाट डाइरेक्ट इन्टरनेसनल एयरपोर्टमा आएको छौँ किनकि आज छामास अनुभव आउँदै हुनुहुन्छ। साथीहरू तपाईँहरूलाई एयरपोर्टमा लिन जाने छोड्न जाने बेबी सावर जेनरल को बाहेक भ्लग आएको छैन किनकि यस्तै छ हेर्नु हाम्रो लाइफ भनेको। त्यही पनि हल्का 4-5 मिनटको म कोसिस गर्दैछु। फुल चाहिँ यहाँ ब्यागमा राखेको छु। यो फुल पनि हामी कसरी दिउँसोमा एकछिन ब्रेक टाइममा गएर किन्यौँ होइन। अनि त्यही भएर हामी एयरपोर्ट छिरिसक्यौँ। अब हामी चाहिँ कसरी स्वागत गर्छौँ त तपाईँहरूलाई देखाउँछु ल। हाई गरिदिनु न दिदी। त्यसैले गर्दा हामी त्यस्तो तयारी गरेर नि आउन भ्याएनौँ। हामी डाइरेक्ट कामबाट आयौँ होइन। अनि यस्तो छ भने दिदी हाम्रो डाइरेक्ट कामबाट फेस पनि कस्तो देखियो स्ट्रेसले। टायर भइरहेछौँ हामी। त्यही पनि अब होइन खुसीको साथ हामी एयरपोर्ट आइरहेछौँ। उताबाट ज्वाइँ र बहिनीहरू आउँदै हुनुहुन्छ। हामी चाहिँ यताबाट ट्रेनमै आयौँ। उहाँहरू चाहिँ गाडीमा आउँदै हुनुहुन्छ। अनि त्यही भएर अहिले गएर भेट्छौँ। बाई बाई। आयौँ हामी। वेलकम टु सिक्किम एयरपोर्ट। हामी चाहिँ एयरपोर्ट आइसक्यौँ अनि उड्दैछौँ अब 8:20 तर 10 मिनट उ भएछ। 8:20 अनि उड्दैछौँ। बाहिर कतिखेर आउनुहुन्छ? यो एयरपोर्टबाट नेपाल आइन्छ। हामी पनि छिट्टै आउँदैछौँ है। नेपाल 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 नेपालबाट आउने मान्छेलाई भन्दा पनि हामीबाट आउने मान्छेलाई कुर्नलाई हामी धेरै गाह्रो भयो। धन्यवाद आउनु भएकोमा। हामी आयौँ घरमा। वेलकम वेलकम। ल आउन जोता ल्या ल के हो नमात्रै समात्दै होइन। No,
नमस्ते ए नमस्ते हामी चाहिँ खाना खाँदै सन्भा हाई गरिदिनु त हेलो गरिदिनु न हेलो ल है बाजेको काखमा गइन नि कियारा सन्भा यसको नाम कियारा हो कियारा बेबी 1 मन्थको है बेबीको छामालाई वेलकम छ अस्ट्रेलियामा हैन अनि हाम्रो छोरी कियारा चाहिँ 1 महिना भयो त्यसको लागि चाहिँ हामीले सानो केक ल्याएर अनि सेलिब्रेसन गर्दैछौँ बन्नु जो एउटा बन्नु बस्नु बस्नु दिदी आउनु बन्नु फेरि नपुग्ने ह्यापी 1 मन्थ त अहिले पहिला ह्यापी 1 मन्थ कियारा ह्यापी 1 मन्थ कियारा ह्यापी 1 मन्थ कियारा ह्यापी 1 मन्थ कियारा पुगेन हुन्छ यताको पुग्ने यताको ठुलो खाले पुग्नु यताको ठुलो हजुरहरुको ठुलो यदि पुग्ने छोरी जम्मै उता ताली बजाएर चम्चा थियो दिदी के चम्चा युज गर्ने अर्को ल हामीलाई त पाइदिन्छु नाम पारेको हात छुन्न एउटा ल तपाईँले एउटा खुलायो भने त किन ठुल्ठुलो घरमा खुलाउने र ल अहिले काटेर खाने भयो होइन सबैले बेला धेरै हुन्छ त्यो यसो नमुनाउने खाइदिनु त खाँदैन बिस्किट मैले त्यहीको पाँच होला सानो सानो सुगर ल बच्चा सम्हाल्नु चाहिँ खान्छ
हाम्रो किया र गुरुङ चाहिँ आनन्दले सुत्नु भयो यो चाहिँ कियाराको ममको यसो गर्नु पर्यो हातमा बोकेर ल भन नि त छोरीको लागि केही 2 शब्द तिमीले पनि ल भनिदेऊ त भन्ने होला मेरो छोरी आज मेरो छोरी आज 1 महिना कम्प्लिट भएकोमा केक काटेको आई एम सो ह्याप्पी अनि के भन्छ God bless you. यो बेजती गर्दै God bless you छोरी भन्के God bless you मेरो छोरी I love you दुई के खाना लजाएर हेरी किरामा भयो बरा काट्नु न त एउटा प्लेटमा हालेर सबैले काम रिटेक बाई बाई म त जाने हो ल